हेलो गाइज वेलकम ब्याक टु होइन नयाँ भिडियोमा चाहिँ आज चाहिँ मैले चाहिँ 2081 को एससीको चाहिँ होइन मोडल क्वेसनको क्वेसन नम्बर 11 मा चाहिँ सोल्युसन ल्याएर आएको छु है। अब यो चाहिँ अल्जेब्राको क्वेसन चाहिँ यसमा चाहिँ अब माइनस एन छ, यता पनि एम प्लस एन छ। सुरुमा चाहिँ यो दुईटालाई सोल्युसन गर्ने। यसमा चाहिँ गर्दाखेरि चाहिँ एलसिएम लिएको है गाइज। यसमा चाहिँ एलसिएम लिएको मैले एलसिएम देखेर चाहिँ यता क्रस भयो। एलसिएम लिए, त्यसपछि एलसिएम लिएपछि मैले ले यो चाहिँ के छ फर्मुलामा एलसिएम लिने बित्तिकै फर्मुलामा भयो माइनस एम क्युब माइनस एन क्युबको फर्मुलामा गयो। यो फर्मुलामा त त्यही भएर मैले डाइरेक्ट यो फर्मुलामा लेखेँ एम क्युब माइनस एन क्युब फर्मुला भयो। त्यसपछि एम यता एम के छ एम प्लस एन भयो। एम प्लस एनको चाहिँ एम क्युब प्लस एन क्युबको फर्मुलामा छ। यो फर्मुलामा लेखेँ। अनि मुनि चाहिँ के भयो, यो दुईवटा मल्टिप्लाई गऱ्यो भने चाहिँ सेम यस्तै बन्छ होइन। त्यही भएर यो लामो प्रोसेस, त्यही भएर मैले डाइरेक्ट लेख्न मिल्छ। यसलाई मैले डाइरेक्ट के यतापट्टि जस्तो छ त्यस्तै स्टेपमा देखेँ, डाइरेक्ट लेखेँ। यो लेख्ने बित्तिकै अब माथि चाहिँ के हुन्छ, यो र यो काट्यो माइनस छ यहाँ प्लस छ एन क्युब माइनस एन क्युब र प्लस एन क्युब काट्यो। बाँकी के भयो एम क्युब प्लस एम क्युब भयो। यो एम क्युब प्लस एम क्युब भने 2m क्युब माइनसको अब यसलाई यता भयो। अब मुनि सेम आयो, डिनोमिनेटरमा सेम आयो, डिनोमिनेटर सेम आउने बित्तिकै डाइरेक्ट लेख्न पाउँछ। यो र यो हामीले डाइरेक्ट लेख्छौँ यहाँनिर। त्यसपछि यो एम 2m क्युब माइनस 2n क्युब छ, योबाट चाहिँ हामीले कमन लियो 2 कमन के छ 2 छ। 2 कमन लिने बित्तिकै 2 आयो। बाँकी के भयो एम क्युब माइनस एन क्युब। अघि के छ हामीले एम क्युब माइनस एन क्युब, यहाँ पनि फर्मुला छ ठ्याक्कै यही स्टेप चाहिँ यहाँ कपी गर्ने। यसलाई चाहिँ एम क्युब माइनस एन क्युब चाहिँ यसमा फर्मुला लाग्यो। एम क्युब माइनस एन क्युब चाहिँ एम माइनस एन अनि अर्को ब्र्याकेटमा चाहिँ एम स्क्वायर प्लस एमएन प्लस एन स्क्वायर भयो। त्यसपछि हामीलाई यसलाई चाहिँ के भने अघि चाहिँ यो डाइरेक्ट यसलाई चाहिँ यो स्टेपमा लगाएको थियो नि। अब यो अप्परमा लेखेपछि डिनोमिनेटरमा लेखेपछि यसलाई चाहिँ दुईवटा स्टेपमा लग्यो है हामीले यसलाई चाहिँ हेर्नु है गाइज। त्यसपछि चाहिँ के भयो, यसलाई फर्मुलामा लगेको एम क्युब माइनस एन क्युब फर्मुला, यसको फर्मुला माथि ठ्याक्कै यसलाई नै यहाँ सार्न मिल्छ है। ठ्याक्कै फर्मुलामा लगेपछि अनि यो र यो न्युमिरेटर र डिनोमिनेटरमा काटिन्छ। यो काटेपछि के बाँकी भयो 2m माइनस एन एम स्क्वायर माइनस एमएन प्लस एन स्क्वायर भयो। यो चाहिँ चान्स है, प्र्याक्टिस गर्नु होला। बेस्ट अफ लक।